सुतिराखेको हौ। म बारीमा त्यत्रो काम गरेर आइसकिसकेँ। काम छैन तिम्रो चाहिँ? त्यताबाट हेर्छस् अनि सुतेको त देख्छस् त, आँखा चिम्सो छ र। यहाँ उभिएर हेर न, आँखा खुल्लै छ मेरो। अनि के चाहिँ हेरिबसेको अनि आँखा खुल्लै पारेर? मैले त्यो काइँलाको घर पो हेर्दैछु। त्यसको घरमा यस्तरी च्याब्रुङ एउटा झुन्डाइदियो भने कति सुहाउँछ होला भनेर। म त सुती ढल्की पनि कामै पो गरिरहेको हुन्छ त कुरा बुझ्दैनस्। तिमी धेरै दानी नपल्ट है। एउटा जुरो नभोको साँड छ नि मैला दाजु, हो उसकोमा पहिला अस्ति च्याब्रुङ झुन्डाइदिएँ। अनि तल रातैम काकाको च्याब्रुङ फुटेको थियो, त्यो पनि मर्मत गरिदिएँ। अबको पालो भनेको कैलाको। अब कैलाकोमा एउटा बनाएर झुन्ड्याइदिने हो, त्यसपछि अरूको पनि पालो आउँदै जान्छ।